आजको कविताको शीर्षक रहेको छ देश खाने धमिरा। दैलोमा गाडी भान्सामा खाना पुर्याएका छौँ भनेर भ्रामक भाषण गर्लान्। भोट माग्न तिम्रा पाउ पर्लान्। तिमीले चिनेकी छैनौ आमा, ती धमिरा हुन्। मेरो देश पारेका छन् खोक्रो खोक्रो, बाँकी छ बोक्रो। त्यही बोक्रो पनि सक्न बस धमिरा नपठाइदेऊ बा आमा। रोजिएको बिरालो जस्तै गरी गाउँ पस्छन्। टोलमा बुढाबुढी देखाएर पालेको ढाडस खस्छन्। स्कुल बन्द गराएर विद्यार्थीबाट नारा लगाउँछन्। तिम्रो अभावसँग खेलेर नुन तेल र मासुसँग भोट साप्न खोज्छन्। तिमी भरममा नपर्नु आमा, तिमीले तीलाई चिनिराख्नु। ती धमिरा हुन् आमा, देश खाने धमिरा। सरकारमा नपठाइदेऊ बा आमा। एकचोटि फेरि मौका दिनु, सुरु गरेको काम बाँकी छ भन्लान्। मेरो पार्टीको सरकार थिएन, विपक्षीले काम गर्न दिएन भन्लान्। मेरो सरकार आएपछि ग्यास रेल र देशलाई स्वर्ग बनाउने सपना देखाउलान्। यी कपाल नभएकालाई काइयो बेच्छन्। त्यसैले यस्ता भ्रामक खेती गर्नेलाई सरकारमा नपठाइदेऊ बा आमा। कोशी बेचे, गण्डकी बेचे, नेपाली सधैँ बेचिरहन्। देश सिङ्गापुर र स्विजरल्यान्ड बनाउने भजन गाछन्। बस मलाई मेरो देश नेपाललाई चाहिन्छ। त्यसैले यस्ता देश बेच्ने सरकारमा नपठाइदेऊ बा आमा। मेरो पार्टी राम्रो, म नै सर्वश्रेष्ठ भन्लान् भनेर तिम्रो आँखामा छारो हाल्न खोज्लान्। पल्ला घरको काकी र तिमीलाई पानी बाराबार गर्न लगाउलान् पार्टीको नाममा। यिनीहरू आफ्नो फाइदाको लागि आफ्नै बा आमा र श्रीमान मार्न पछि हट्दैनन्। आफ्नै फाइदाको लागि बेस्या आइमै झैँ जोसँग पनि लम्पसार पर्छन्। त्यसैले मलाई मर्दाको मलामी र जिउँदाको जन्ती चाहिन्छ आमा। बस यस्ता हत्यारा सरकारमा नपठाइदेऊ बा आमा। नेपालीको लाससँगै खाडीबाट आएको पैसाको बाकसमा भागभण्डा खोज्ने मेरी दिदी कुवेत र दुबईको खाडीमा दास बसेर कमाएको पैसाले यिनका छोराछोरी लन्डन र स्विजरल्यान्ड रोज्ने। तिमीले रहर मारेर बेची कुकुर तिरेको करले यिनले लेगपिस खानेछन्। त्यसैले दाइको लास र तिम्रो रहर खाने सरकारमा नपठाइदेऊ बा आमा। यिनीहरूले एयरपोर्टमा छोपेको सुन सिनामङ्गलमा पित्तल हुन्छ। यिनीहरूले मारेको स्कुले विद्यार्थी देशद्रोही हुन्छ। तिमीलाई थाहा छैन छ आमा, यिनीहरूले भुटानी बेचे, कहिले भिजिट बेचे। यस्ता विद्यार्थी मार्ने र नेपाली बेच्ने सरकारमा नपठाइदेऊ बा आमा। सक्छौ भने भिजन र सपुत पठाइदेऊ, होइन भने यस्ता देश खाने धमिरा नपठाइदेऊ नेपाल आमा।